तपाईहरुले हाम्रो पार्ट 1 त हेरिहाल्नु भयो होला। आज अब पार्ट 2 मा हेर्नुस्। हामी पार्ट 2 मा गइरहेका छौं त्यहाँ माथि ग्राउन्डमा। ग्राउन्ड हाम्रो पहिलाको फुटबल खेल्ने ग्राउन्ड हो के। त्यसैले हामी त्यहाँ गएर पुरै तपाईहरुलाई उहाँको भ्यू देखाउँछु। अहिले त अघि त पुरै उ थियो। अहिले हेर्नुस् घाम लाग्न सुरु भइरहेको छ। हेर्नुस् गाइस अगाडि सब छन्। यहाँ हाम्रो पुरै भाइ बहिनीहरु रेजिना छ, रचना छ, त्यो भीम छ। आज हामी जाँदै छौं त्यहाँ माथि जाइरहेको छौं के। त्यसैले अब तपाईहरुलाई हामी वही पुगेर देखाउँछु हेर्नुस्। हामी अब वही पुगेर देखाउँछु हेर्नुस्। गाइस हामीहरु पुगिसकेका छौं ग्राउन्डमा। हेर्नुस् पुरै हाम्रो पहिला त राम्रो थियो आजभोलि यस्तो भइसकेको छ गाइस। अब उतातिर गयो भने अलि बाघ पनि आउँछ भन्ने डर लाग्छ। त्यहाँ आउन सक्छ भन्छन् यहाँका मान्छे। अब हामी यहाँ मुना खोज्न आएका हौं के। मतलब यहाँ यस्तै तपाईहरुलाई यो देखाउन आएका हौं। हेर्नुस् ग्राउन्ड पनि यत्रो हो। यहाँ फुटबल खेल्थे के पहिला आजभोलि त कोही खेल्दैनन्। हेर्नुस् सब आएका छौं पुरै गाइस हेर्न सक्नुहुन्छ। गाइस अब हामी उतातिर जान्छौं जंगलतिर। तपाईहरुलाई हामी उता पनि देखाउँछु। यहाँ भनिरहन गयो त बाघका पहिला भनिरहन गाइस हेर्न सक्नुहुन्छ। कहाँ बाघका पहिला उसै बाघका पहिला उ हेर्नुस् गाइस उसै बाघका पहिला भनिरहन। हेर्नुस् यो रचना हो। हेर्नुस् गाइस यहाँ सिसी छ, यहाँ रेजिना छ, भीम पनि भ्लग बनाइरहेको छ। अब हामी जाँदै छौं उता जंगलतिर जाँदै छौं के गाइस। उ हेर्नुस् यहाँतिर उ भएको छ। रोक्नु है म उतै गएर देखाइदिन्छु तपाईहरुलाई। जाँदै हौ गाइस उतातिर हो के। अब हामी हेर्नुस् यहाँ पुरै जोजरले खनेको हो के। पुरै उभा हेर्नुस् गाइस जोजरले खनेर पुरै उ गरा। यहाँतिर एउटा रुख थियो के त्यो ढाल्या हो। हेर्नुस् चिसो पनि भयंकर छ के गाइस। हेर्नुस् यहाँ पुरै जोजरले उ गरे। अब हामी उता गएर देखाउँछौँ यस तपाईहरुलाई। अब वही गएर हेर्नुस् पुरै उ भइरहा। यहाँ बोलाइरहेको छ गाइस। हेर्नुस् अब उतातिर जाने हो गाइस। हेर्नुस् अब हामी उतातिर गइरहेका छौं। हेर्नुस् ल हिँड्नुस् हामी जाँदै छौं गाइस। अब उतातिर जाउँ भन्छन्। अब मतलब तपाईहरुलाई उतै गएर देखाउँछु है गाइस। उतै गएर देखाउँछु। उता तपाईहरुलाई म आफ्नो पुरै यहाँ जंगलको भ्यू देखाउँछु के। हाम्रो घर पनि उ त्यहाँ यहाँबाट देखिरहेन हो कसरी देखिन्छ। अब उतै गएर देखाउँछु हेर्नुस्। उ हेर्नुस् यहाँ पहिला पिङ थियो के अलि ठुलो पिङ थियो। यहाँ काटेर यत्रो बनाइसकेको छ। हेर्नुस् यसमा हामी पहिला खेल्थ्यौ के। यहाँ बल खेल्न आएखेरि यसमा पुरै झुन्डेर खेल्थ्यौ। आजभोलि पुरै उ बनाइसकेको छ काटेर। हेर्नुस् गाइस पहिला त राम्रो हुन्थ्यो मजा आउँथ्यो खेल्न। यत्रो रसी त्यो पिङ बनाएर राखेको थियो हामी त्यही खेल्थ्यौ के पहिला। अब हामी जाँदै छौं गाइस उतातिर। अब तपाईहरुलाई म उतै गएर देखाउँछु है गाइस। कुनै के यहाँसम्म पुग्नु हेर्नुस् गाइस। अब उतातिर ठुलै जंगल छ है गाइस। अब उतातिर लग्छु हामी तपाईलाई। फेस त राम्रो छैन के गर्ने अब। हेर्नुस् तिनीहरु त्यताबाट जाइरहन् म यताबाट गइरहँ गाइस यार के गर्नु अब। यतातिर हेर्नुस् गाइस पुरै यहाँ त पुरै मसरुम छन् च्याउ। यहाँ हेर्नु त पुरै उ लागेर कुरा बिजिरहन् गाइस। हेर्नुस् मेरो खुट्टामा पुरै कुरा बिजेर कस्तो भइसकेको। अब तपाईहरुलाई म उता गएर पनि देखाउँछु गाइस। ल हिँड्नुस् अब म तपाईहरुलाई त्यहाँ गएर पनि देखाउँछु। पुरै भ्यू छ यहाँ जंगलमा त पुरै उ छ गर्मी। यहाँतिर गर्मी लाग्यो उतातिर गयो भने त जाडो भइहाल्छ गाइस। अब यतातिर हामी अलि गर्मी ताप्छौं। यहाँ पुरै छन् सब जानलान् यहाँ पुरै जंगलको भ्यू देखाइरहौँ हामी गाइस। अब हामीहरु यहाँ यस्तै घुम्न तपाईले यस्तै भिडियो अरु पार्टमा पनि अरु पनि आउने गर्ने हुन्छ। अब हिँड्दै गर्नुस् म देखाउँदै गर्छु है गाइस। तपाईहरु हेरिराख्नुस्। पुरै हेर्नुस् त यहाँ जंगल पुरै हाम्रो घर चाहिँ त्यहाँ के पानीको उता अगाडिको पार्टमा हेरिराख्नु भएको होला नि त पानी त्यसको उता हाम्रो घर के। अब हामी जाँदै हौ तपाई भ्यू हेर्दै गर्नुस्।
उहाँ हेर्नुहोस् हामीहरू यता गइरहेको म र यहाँ शिशिर म र यो शिशिर भाइ यता गएको उनीहरू 3 जना चाहिँ उताबाट गइरहनु यहाँ मेरो चप्पल उभो यार हेर्नुहोस् गाइस तर हाम्रो भिडियोलाई चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला फलो पनि गरिदिनु होला अरे यति देखिन र ल भनिरहेछ हाम्रो भाइ भन् त भाइ गाइस मेरो भाइले भनेको चाहिँ मान्नु होला गाइस हेर्नुहोस् हामी यतातिर आइरह्यो हेर्नुहोस् गाइस के लागिरहेको तपाईँले यहाँ पुरै हुन्छन् कि यहाँ साना किरा उन यो भित्र जान्छन् कि यसले त्यसैले हेर्नुहोस् चिसो पनि भयङ्कर छ गाइस यार यहाँ त पुरै जङ्गलमा त घाम छैन उतातिर साइडमा गयो भने अलिक घाम आउँछ होइन यतातिर त घामै छैन के गर्ने अब तपाईँलाई हामी उता गएर देखाउँछु गाइस अनि देख्ने हेर्नै गर्नुहोस् गाइस यसको नाम के हो भन्न म तपाईँलाई मलाई त आउँदैन होइन यसको नाम यो बाँस हो बाँस हो यो के हो यो गाइस भनिदिनु कमेन्टमा भनिदिनु हुन अनुरोध गर्दछु यो के हो यो हेर्नुहोस् यो के जस्तो लागिरहेको तपाईँलाई होइन बाँस होइन के हो यार मलाई नाम थाहा छैन गाइस हेर्नुहोस् तपाईँलाई यो के जस्तो लागिरहेको अनि यत्रो पुरै उयो छ नि हामी अलि उता गएर पनि तपाईँहरूलाई देखाउँछु हेर्दै गर्नुहोस् हेर्नुहोस् पुरै कुरा लागेर हेर्नु त हडभरि कुरा तपाईँकोमा के भन्छ नि लाई भन्नु न हामी अझ अगाडि गएर देखाउँछु तपाईँलाई हेर्दै गर्नुहोस् पुरै हामी त पुरै जङ्गलमा गइरहेको गाइस हेर्नुहोस् यहाँ अहिले एकछिन हो गाइस हेर्नुहोस् हाम्रो यो भ्लग राम्रो लागेमा तपाईँ कस्तो छ भनेर कमेन्टमा भनिदिनु हुन म अनुरोध गर्दछु गाइस हाम्रो भ्लगलाई सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा छ गाइस तपाईँहरूको आशामा हामी यो भ्लग बनाइरहेका छौँ त्यहाँदेखि पुरै जङ्गलको भ्यू देखाइरहेका छौँ हेर्नुहोस् गाइस पुरै हेर्नुहोस् त्यहाँ पुरै यहाँ पनि आउँछन् क्या ल म तपाईँलाई अब अलिअलि टाइम पछि तपाईँलाई देखाउँदै गर्छु यो चाहिँ च्याप्टर 2 हो न म तपाईँलाई अब नेक्स्ट पार्ट च्याप्टर 3 मा तपाईँलाई यही अर्को बारेमा तपाईँलाई देखाउँदै गइरहेको छु अब यति बनाउँछु धन्यवाद है यति बनाउँछु यो भिडियोलाई लाइक कमेन्ट जति सक्दो सेयर अनि फलो टिकटकमा पनि आउँछ युट्युबमा पनि आउँछ फलो लाइक कमेन्ट सबैतिर गरिदिनु होला अब पछि हामी अझ अर्को नयाँ टपिकमा बनाउनेवाला छौँ बाई बाई